कक्षा 10 मा अध्ययनरत एसई परीक्षाको तयारीमा जुट्नुभएका सम्पूर्ण भाइ बहिनीहरूमा न्यू सोशल स्टडिज युट्युब च्यानलको तर्फबाट हार्दिक स्वागत छ। आज म तपाईहरु समक्ष सामाजिक अध्ययन विषयबाट बागमती प्रदेशमा सोधिएका अति छोटो उत्तर आउने प्रश्न र तिनको समाधान समेटिएको सामग्री लिएर उपस्थित भएको छु। आउनुहोस् अब सुरु गरौँ। बागमती प्रदेशमा सोधिएका अति छोटो उत्तर आउने प्रश्न र तिनको समाधान। तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्। हरेक प्रश्नको अङ्क 1 बराबर रहेको छ। प्रश्न नम्बर 1, तपाईको समाजमा रहेको बहुसांस्कृतिकताको एक उदाहरण दिनुहोस्। उत्तर, हाम्रो समाजमा विभिन्न जाति, भाषा र धर्मका मानिसहरू एकैसाथ बसोबास गर्नु बहुसांस्कृतिकताको उदाहरण हो। उदाहरण नेवार, तामाङ, ब्राह्मण, मगर, गुरुङ आदि समुदायको सहअस्तित्व। प्रश्न नम्बर 2, स्थानीय विकासका लागि संघीय शासन प्रणाली किन महत्त्वपूर्ण छ? एक कारण दिनुहोस्। उत्तर, स्थानीय विकासका लागि संघीय शासन प्रणाली महत्त्वपूर्ण छ किनभने यसले निर्णय गर्ने अधिकार स्थानीय तहलाई प्रदान गर्छ, जसले स्थानीय आवश्यकता अनुसार विकास कार्य गर्न सहज बनाउँछ। प्रश्न नम्बर 3, मानव बेचबिखनबाट व्यक्तिमा पर्ने एक असर लेख्नुहोस्। उत्तर, मानव बेचबिखनबाट व्यक्तिको शारीरिक र मानसिक यातना भोग्नु पर्ने असर पर्छ। प्रश्न नम्बर 4, घरेलु हिंसा विरुद्ध जनचेतना जगाउने आकर्षक नारा सहितको प्लेकार्ड तयार पार्नुहोस्। उत्तर, घरेलु हिंसा विरुद्धको प्लेकार्ड। प्लेकार्ड शीर्षक घरेलु हिंसा अन्त्य गरौँ, नारा घर शान्तिको ठाउँ हो, हिंसा होइन, अथवा हिंसा होइन, माया र सम्मान देऊ, सुरक्षित परिवार बनाऊ। प्रश्न नम्बर 5, नेपालको प्रथम जननिर्वाचित सरकारले गरेका कुनै 2 कार्यहरू उल्लेख गर्नुहोस्। उत्तर, नेपालको प्रथम जननिर्वाचित सरकारले गरेका 2 कार्यहरू। 1, नेपालको पहिलो पञ्चवर्षीय योजना सञ्चालन गर्यो। 2, नेपालको संविधान 2015 जारी गर्यो। प्रश्न नम्बर 6, द्वितीय विश्वयुद्ध हुनुमा तपाईँ कुन कारण बढी जिम्मेवार ठान्नुहुन्छ? आफ्नो तार्किक विचार एक वाक्यमा लेख्नुहोस्। उत्तर, मेरो विचारमा जर्मनीका हिटलरले विस्तारवादी नीति अपनाउनु नै द्वितीय विश्वयुद्ध हुनुको प्रमुख कारण हो। प्रश्न नम्बर 7, नेपालको चालु आर्थिक योजनाको एक उद्देश्य लेख्नुहोस्। उत्तर, नेपालको चालु आर्थिक योजनाको एक उद्देश्य भनेको समावेशी तथा दिगो आर्थिक विकास मार्फत समृद्ध नेपाल निर्माण गर्नु हो। प्रश्न नम्बर 8, तपाईले आफूसँग भएको रकमको बचत कसरी गर्दै आउनु भएको छ? उत्तर, म आफूसँग भएको रकमको बचत बैंकमा जम्मा गर्ने र अनावश्यक खर्च नगर्ने गरेर गर्दै आएको छु। प्रश्न नम्बर 9, राष्ट्रसङ्घीय सुरक्षा परिषदमा अस्थायी सदस्य छनौट प्रक्रिया उल्लेख गर्नुहोस्। उत्तर, राष्ट्रसङ्घीय सुरक्षा परिषदमा अस्थायी सदस्य साधारण सभाबाट 2 वर्षका लागि बहुमतले मतदान गरी चयन गरिन्छ। प्रश्न नम्बर 10, असंलग्न परराष्ट्र नीति आज पनि त्यत्तिकै महत्त्वपूर्ण छ किन? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस्। उत्तर, असंलग्न परराष्ट्र नीति आज पनि महत्त्वपूर्ण छ किनभने यसले राष्ट्रिय स्वाधीनता, तटस्थता र सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्न सहयोग गर्छ। प्रश्न नम्बर 11, पारिवारिक योजना सफल बनाउन तपाईले आफ्नो परिवारमा निर्वाह गर्नुभएको एउटा भूमिका लेख्नुहोस्। उत्तर, पारिवारिक योजना सफल बनाउन म आफ्नो परिवार, सन्तान संख्या र स्वास्थ्यबारे निर्णयमा सचेत र जिम्मेवार भूमिका निर्वाह गरेको छु। अवस्था भाइ बहिनीहरू, आजको यस सामग्रीबाट बिदा हुन चाहन्छु। यो सामग्री तपाईलाई कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहोला। चित्त बुझ्यो भने एक लाइक, साथीभाइमा सेयर र सब्स्क्राइब गरी यस च्यानलसँग जोडिनुहोला भन्दै आगामी सामग्रीमा भेट हुने बाचा सहित बिदा हुन्छु। नमस्कार।